हेलो साथीहरु नमस्कार, स्वागत छ हजुरहरुलाई नेपाली अनलाइन किचनमा। आज भने मैले थोरै तेल अनि थोरै मसला राखेर सब्जी र अचारलाई नै बिर्स्याउने खालको आलुको दालको रेसिपी शेयर गर्दैछु। रेसिपी मन पर्यो भने भिडियोलाई लाइक र शेयर अनि च्यानललाई सब्स्क्राइब गरिदिनु होला। आउनुहोस् यसलाई बनाउनतिर लागेँ। कराई तातिसकेको छ, त्यसमा तोरीको तेल राखेँ, मेथी फुराएँ, प्याज, किच्चिएको लसुन, दुङदुङेको पत्ता र अलिकति सुकेको कडी पत्ता थियो। सबै मसलाहरू राखेर एकैछिन गोल्डन ब्राउन हुने गरी फ्राई गरेकी छु। आफूसँग जे मसला छ त्यही मसला राखेर फ्राई गर्नुपर्ने हुन्छ। मसलाहरू यतिको फ्राई भइसकेपछि मैले अलि धेरै चप गरेको टमाटर राखेँ, बेसार, स्वादअनुसार नुन राखेर राम्रोसँग एकचोटि मिक्स गर्दै। पिरो चाहिँ हजुरहरूले आफ्नै हिसाबले राख्नु होला। यतिको मिक्स भइसकेपछि मैले धनियाँ, जिरा, अदुवा, लसुन खलमा पिसेर लिएकी छु। त्यसलाई पनि राखेर एकैछिन मसला र टमाटर पाक्ने गरी छोपेर पकाएकी छु। टमाटर र मसलाहरू यतिको पाकिसकेपछि एकचोटि मजाले चलाइदिएकी छु। अब चाहिँ मैले अघि नै बोइल गरेर म्यास गरेर आलुलाई राखेको थिएँ। त्यो आलुलाई राखेर पनि राम्रोसँग मिक्स गरिदिएकी छु। र मसला र आलु यतिको मिक्स र एकैछिन फ्राई गरिसकेपछि चाहिँ मैले चामल पखालेको चौलानी थोरै राखेँ अनि फेरि यसलाई एकैछिन छोपेर पकाएकी छु सानो आँचमा। र अब मसला र आलुहरू चाहिँ मजाले पाकिसकेको छ। अलिकति धनिया जिराको पाउडर राखेँ अनि राम्रोसँग चलाइदिएँ एकचोटि। अलिकति मैले काँचो अदुवाको पेस्टलाई राखेँ। यसरी सब्जीमा काँचो अदुवा राख्नाले चाहिँ झोलवाला सब्जी अझै टेस्टी बन्छ। अनि मजाले मिक्स गरेर एकैछिन फ्राई गरिसकेपछि चाहिँ सब्जी रस हाल्नको लागि रेडी भइसकेको छ। मैले चाहिँ चामल पखालेकै चौलानी राखेको छु। औषधि चाहिँ हाम्रै किचनमा पाउँछ भन्छ नि साथीहरू, त्यस्तै चौलानी चाहिँ औषधिकै रूपमा मानिन्छ। चौलानी, घोडताप्रे अनि मिश्री पिसेर बिहान खाली पेटमा यसको जुस खानुभयो भने हजुरहरूलाई पिसाब इन्फेक्सनको समस्या छ भने चट्टै निको हुन्छ। ट्राई गर्नु होला। हाम्रो अचार र सब्जी नै नचाहिने दाल बनेर रेडी भइसकेको छ। हजुरहरूलाई मन पर्यो भने हजुरहरू पनि ट्राई गर्नु होला। यस्तै छिटो मिठो रेसिपी लिएर आउने नै छु। हस्त बाइ बाइ।